दर्शकबिन रामले रमेशलाई उम्मेदवार बनाएर उठाएको देखेर कतिजना खुसी हुनुहुन्छ? कृपया खुसी हुनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। दर्शकबिन अब भने रामले राजनीतिकमा हात हालिसकेका छन्। अब भने के रामले टाइगर मुक्ति मोर्चा पार्टीलाई हराउँछन् होला त? के राम र रमेशले चुनावमा बहुमत ल्याएर के विजय हुन्छन् होला त? तपाईहरुलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तै मनमा लागेको कुराहरू तलको कमेन्ट बक्समा लेख्न भने चाहिँ नछुटाउनु होला है। जब पूजाले रामलाई आफ्नो दाइ मानेर आफ्नो सबै थोक मानेर बसेकी थिइन् हो, रामले पनि आफूले सकेको आफूले चाहेको जति सक्दो प्रयास गरेर पूजालाई न्याय दिन्छु भनेर उनी लागि परिरहेका छन्। अब भने के रामले बहुमत ल्याएर चुनाव जित्छन् होला त? टाइगर मुक्ति मोर्चाबाट, टाइगर मुक्ति मोर्चा भने ठुलो दलको एक पार्टी हो। अब भने रामले स्वतन्त्र पार्टीबाट रमेशलाई उठाउने भएका हुन्। दर्शकबिन रमेश भने डरले निकै थुरथुर भइरहेका थिए। रामले अब रमेशले स्वतन्त्र पार्टीबाट चुनाव लड्छ भन्ने बित्तिकै रमेशको भने सातो पुत्तो उडेको थियो। हो साथीहरू, हाम्रो पनि यति बेला सातो पुत्तो उडिरहेको छ। के रमेशले चुनाव जित्छन् होला त? सानो दलबाट लड्दै उनी ठुलो दल बनाउने लक्ष्य बोकेर उनी अघि बढ्न लागिरहेका छन्। के अब रामले साथ दिए अनुसार रमेशले चुनाव जित्छन् होला त?